कस्तो जाँची परे पहिलो टिपमै चाहिँ। अनि कहाँ पसलभित्र बस्नु भएको त बाहिर बस्नु भयो मैले होइन देख्थेँ यहाँ म त यता गइरहेको छु कि अनि होइन टाढाबाट आएपछि त अनि 5 मिनट त बस्नु परिहाल्यो नि। हेलो गाइज वेलकम टु माई न्यू ब्लग ब्याक टु अनदर ब्लग गाइजहरू। आयो सबैजना सन्चै आरामै हुनुहुन्छ होला, मलाई पनि सन्चै आरामै छ गाइजहरू होइन। अनि आयो सबैजना मलाई हल्का ठिक छैन अहिले, दसैँ सके लगायतै काठमाडौँ आएर अनि अब राइडतिर जाऊँ न त भनेर खोजेको यसो होइन चल बल दिनुलाई। त्यस्तै हो, दसैँतिरको भ्लगहरू चाहिँ आएन। हजुरहरूको दसैँ कस्तो भयो है? हाम्रो चाहिँ रमाइलो भयो, ठिकै भयो भनौँ न, हल्का सन्चो थिएन। अनि आगो याप्रा ढुसीले रुवा लगाइदिएर अनि हिजो आगो अनि अहिले 8:30-9 बजे लाग्यो। अब चाहिँ यसो राइडतिर निक्ल्यौँ न त, के रहेछ माहौल के कस्तो हुँदो रहेछ होइन। अनि ट्याक्कै धेरै अलिक बाक्लो लगाएर हिँडेको, काममा ततासी रुवा सुवा हट्छ होइन। त्यो गाइजहरू भिडियो के कस्तो हुन्छ अब गोबरबाट है कति राइड हालिन्छ के गरिन्छ कहाँ कहाँ पुगिन्छ आई डोन्ट नो। मैले है मोबाइलमा चार्ज पनि खास चाहिँ नजिक नै बस्छ, 30% आएपछि सधैँ घटिहाल्छ है। त्यो गाइजहरू फेर्दै गर्नु होला, च्यानल नजाने सब्सक्राइब गर्नु होला। लागि जब यो फिट गर्नु पऱ्यो अनि तर यहाँ कालो चाहिँ कहाँबाट लाग्छ जहिले फेरिदेखि यहाँ एकै ठाउँमा लाग्छ कि भा हो यार। लगाइ जब यो फिट गर्नु पऱ्यो कति कुद्दैछ 581 कुदिखाएर छ आमामा 9 दिनमै 581 कुद्यो नि त मेरो। के हो यस्तो फकै बनाइदियो नि त। अब यसलाई यहाँ फिट गरिदिउँ होइन। चलो साइड ब्याग बोकेर 800 रुपियाँ खोल्तीमा चेन्ज गर्नको लागि लेखिदिएर ल गाइज मौसम यस्तो छ है। आज हाम्रो 22-23 कति होला सायद होइन, हाम्रो 23 कति होला। यहाँ ट्रक अनलाइन बस्नुपर्ने हुन्छ, सकिदिनौँ लगाइ अब कताको टिपाउँछ अनि के हुन्छ है त। लगाइ हाम्रो अनलाइन बस्ने बित्तिकै रत्न पार्कको एउटा आइहाल्यो होइन, लिन जानुपर्ने कहाँ हो। जानुपर्ने रत्नपार्क त रत्नपार्कको टिप लाग्दैन कि फेरि त्यही तनाव छ क्या यार। ल आनन्दले जाउँ, फोन हान्नु कहाँ रहेछ होइन हेरौँ। पहिलो टिपै 200 को। हेलो हजुर लोकेसनमा हुनुहुन्छ? ए हस् अलिकति टाइम लाग्छ है, धेरै टाइम त लाग्दैन, 5-6 मिनट लाग्छ होला है त। फर्स्ट टिप हाम्रो लागेको छ 8:50-मा। यसको ल तर चिसो हुँदैछ यार, आनन्दले चिलमा जाने हल्याङलुङ नरिकन है त। जाँदा अलिक टिक्दैन क्या, त्यही हो कि मेन प्रब्लम। अहिले 30% आएपछि अस्ति 1-2 घन्टा टिक्थ्यो, अहिले त 30% आएपछि त स्वायत्त एकै दिनमा मैले 10 मिनट बाँकी 20% आउँदा 20% आएपछि त अब 15-17 हुन्छ घटिहाल्थ्यो यार। धेरै समयपछिको फर्स्ट ट्रिप लागिसकेको छ है। वहाँ हो क्या हो त यता हो कि कता हो त यार, यहीँतिर हो कि वहाँ हो कि कोही कहाँनिर हुनुहुन्छ? म यहाँ आइपुगेँ। कहाँनिर भन्नुभयो? हजुर हजुर त्यहीँ खाँदा किराना पसल खोइ त त त्यो हो कि तपाईँ हो? बाँधो मायाले। अनि कहाँ पसलभित्र बस्नु भएको त बाहिर बस्नु भयो मैले होइन देख्थेँ यहाँ म त यता गइरहेको छु कि अनि होइन टाढाबाट आएपछि त अनि 5 मिनट त बस्नु परिहाल्यो नि।
पुरै टिभी के अवस्था मैले भित्र बस्नु भन्दा बाहिर बस्नु भए चाँड देखिन्थ्यो भने ठुलो गर्ने भने यस्तो पऱ्यो दसैँपछि फर्स्ट टिप नै यस्तो बवाल दाम पऱ्यो पऱ्यो पहिलो टिपमै त अब यहाँबाट कता टिप लाग्छ लेसी हेर हामीलाई अफलाइन सोध्दा धेरै पासपोर्ट विभागको यार यहाँतिर चिनीबाट कहाँ त्रिपुर सोध्नु हिँड्ने गर्ने बेलामा आयो नि त यहाँतिर अन्त अहिले त जाम गर्ने बेला हो जे त आएर बसिएको छु जमलबाट अर्को भित्र छिरेर अब टिप लाग्छ कि लाग्दैन कता लाग्छ है यहाँ पुरा हिँड्नु थियो अहिले चाहिँ पुरा ऊ भएछ एक टिप हानेको ज्यान दुखेर आलस्यै भइरहेछ यार कुदाउन नि मन लागिरहेन टिप पनि लाग्दैन के हो यो के यस्तो एकैलाई टिप दिँदैन यार पठाउनलाई इन्डाइप भने लाग्नु पर्छ नि यार छैन कि थिचिँदैन इन्डाइपमा त झन् केटाहरूले अलरेडी हानिसक्यो भनेर रक्त त लाएर कहाँबाट लाग्छ यार केटाहरूले कति टिप लिएर आउँछ यार हाम्रो टिपै लाग्दैन यत्रो टाइम भइसक्यो टिप लाग्दैन यार 10 पैसाको साउन्ड पनि मिठाउनु भयो त्यही भारतीय दूतावासनिर आइपुगिसक्यो टिप लाग्दैन यार एक घन्टा भयो गाई छ मैले 8:50मा एउटा टिप लागेको थियो 10 पैसाको गरेर सोधिदिन्छु यस्तै दादा भने त टिप दिउँ तर होइन के मन्दिर यहाँनिर पछि आउँछ किन यो एक समय त्यहाँ रोकेर अनि त्यहाँबाट गएर फेरि आउनुपर्ने रहेछ होइन आइएम हियर रे खुसबुमा एकछिन रोकेर अनि त्यहाँबाट जानुपर्ने छ गाइस ल त्यो भएर लिदिएँ म पढाउनु चाहिँ अफलाइन बस्थेँ म यहाँनिर बसौँ ल यस्तरी आएको छ क्या एउटा अब त्रिपुरतिर आइपुगेको छ अब इन्डाइपमा एक हान्यो पढाउमा एक हान्यो सिटिसी महल सिभिल महल के हो साथी टिभी लाग्दैन म चल्दिन्छु भाषा खाएर सुत्दिने नयाँ बजार हुन्छ बस्नु न 100 रुपियाँ दिनु न
100 रुपियाँ 19 रुपियाँ उठ्दो रहेछ। मैले नयाँ बजार मात्र हानेर गरेको है। तपाईँको तपाईँले भन्नुभएको त त्यो लोकेसनै भेटिएन। यहाँबाट सिधा उता है लेफ्ट हो। उता परको देखाइरहेको थियो कि लोकेसन। अन्त ट्याक्कै त चोकै हानेको थिएन नि त, चोकै भेटिएन। अन्त नयाँ बजार मात्र हानेको थियो कि उही त्यहाँको पछाडिको त्यो पेट्रोल पम्प नेरीतिरको परेको थियो क्या। लगाएपछि यो ट्रिप कम्प्लिट भयो। अनि अब कताको लाग्छ है गाइज। अब त्यो ट्रिप पछि अब चाहिँ घर जानु लाग्यो। चाबेलबाट चाहिँ रित्तै फर्किनु लाग्यो। गाह्रो पनि भयो, ज्यान पनि त्यो हिरा जस्तो भयो होइन। अनि त्यो अब सुत्दिने भनेर। अनि त्यो गाइजहरू अब भिडियो कस्तो लाग्यो च्यानलमा नयाँ सब्सक्राइब गर्नु होला। भिडियो राम्रो लागेदेखि लाइक कमेन्ट गर्नु होला है। च्यानलमा नयाँ सब्सक्राइब गर्नु होला। थ्याङ्क्स फर वाचिङ टिल देन टेक केयर। हामी नेक्स्ट भिडियोमा भेट्नेछौँ। बाई बाई, लभ यु, सी यु गाइज। काममै हिँडिसक्यो रोए बिसो हुन्छ भने त झन् कस्तो अल्छी लागेर गाह्रो भयो जस्तो भइरहेको छ। अनि त्यहाँबाट गएर सहलै गाइजलाई च्यानल सब्सक्राइब